नमस्कार। आज हामीमाझ यस्तो व्यक्तित्व हुनुहुन्छ जहाँ कि हामी नेपाल हुँदा पनि सँगै हिँड्ने खाने बस्ने सँगै काम गर्ने साथी मेरो दाई आदरणीय प्रकाश ढकालज्यूलाई जापानमा आएर पनि यसरी भेटेर जापानमै प्रशिक्षण गरिराख्नु भएको छ र हाम्रो धेरै महानुभावहरू जापानमा बस्नु भएको छ तर आफ्ना बच्चाहरू चाहिँ नेपालमा पढाउँदा करियर राम्रो या जापान ल्याएर पढाउँदा राम्रो भन्ने दुविधामा हुनुहुन्छ नि। जापानमै प्रशिक्षण गरिराखेको हाम्रो प्रकाश ढकाल दाजुले यस विषयमा आफ्नो धारणा राखेर प्रश्न पार्नुहुनेछ भन्ने म पूर्ण विश्वास लिएको छु र यस विषयमा हजुरलाई छर्लङ्ग पारिदिनु होला। धन्यवाद मेरो आत्मीय साथी युवराज शर्मा। म करिब 2 वर्ष भयो जापानमा छु र करिब 1 वर्ष हुन आँटिसक्यो म अध्यापन पेसामा लागेको। म जापानको टोकियोमा रहेको खामिना खाजातो स्टेसनमा रहेको एजियन ब्रिज इन्टरनेसनल स्कुलमा अध्यापन गर्दै आइरहेको छु र हजुरले जुन प्रश्न सोध्नुभयो नेपालबाट जापानमा विभिन्न काममा आउनुभएका नेपालीहरूले आफ्ना सन्तानलाई नेपालमा पढाउन ठिक अथवा जापानमा लिएर आएर नेपाली करिकुलमका विद्यालयहरूमा पढाउन सहज होला भन्ने विषयमा प्रश्न गर्नुभयो। यो मेरो विचारमा म सोही क्षेत्रमा आबद्ध भएको नाताले यदि हजुरलाई नेपालमा सहज वातावरणमा सुरक्षित वातावरणमा आफ्ना नानी बाबुहरूलाई पढाउने अवस्था छैन भने जापानमा ल्याउँदा समस्या हुँदैन। यद्यपि नेपालमा भन्दा अब द कस्ट अफ लिभिङ इज क्वाइट हाई इन जापान। सबै कुरामा इभन फी स्ट्रक्चर सबै कुराहरू होइन त्यो तपाईँहरूले धान्न सक्नुहुन्छ भने जापानमा ल्याएर पढाउँदा ठिक हुन्छ। अब आफ्नो बसाइ होइन कार्यक्षेत्र सबै कुराहरू मिलाएर नेपाली करिकुलम भएको स्कुल हजुरलाई जहाँ सुविधा हुन्छ जहाँ सहज हुन्छ त्यहाँ हजुरले राख्दा राम्रै हुन्छ भन्न चाहन्छु म। किनभने नेपाली करिकुलमका स्कुलहरूले नेपाली करिकुलममै पढाउने हुँदा चाहिँ अब इन्टरनेसनल बेसको पढाइ हुने हुँदा चाहिँ धेरै कुराहरू सहज हुन्छ। जापानिज भाषाहरू पनि सिक्नलाई सहज हुन्छ भन्न चाहन्छु म। अनि मैले बिचमा एउटा कुरा काटेँ हजुरलाई, जस्तो हामीले नेपालबाट जापान लिगेर त पढाउने त भन्छौँ, पढाउन राम्रो पनि छ भन्छौँ है र यद्यपि मलाई लाग्छ यति जति कस्ट लाग्छ यति खर्च हुँदो रहेछ बच्चाको भन्ने चाहिँ तपाईँलाई के कस्तो लाग्दछ? भर्ना गर्नु पर्यो अब पर मन्थ तपाईँको त्यही हो 5 मानको सेरोफेरो होइन अब 4 मान समथिङ होला कतै त्यही नै एभरेज हुन्छ। अब यहाँको लिभिङ र अनि अन्य कुराहरू त अब हाई नै छ नि सबै कुराहरूमा त्यही नै हो। अनि धेरै धन्यवाद यस विषयमा प्रश्न पार्नु भएको लागि हजुरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र यस्तै अब जानकारीमूलक भिडियोहरू तपाईँहरूलाई हेर्न मन छ भने हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरेर हामीसँग आबद्ध हुनुहोला। फेरि नयाँ ठाउँहरूको जानकारी नयाँ कुराहरूको जानकारी दिने प्रयास गर्दछौँ। धन्यवाद। मेरो साथी पाल्पामा राम्रो सफल युवा व्यवसायी जसले मोबाइल व्यवसाय गर्नुभएको थियो, उहाँ मभन्दा पनि केही महिना अगाडि जापान आउनु भएको थियो। उहाँले यहाँ पनि राम्रो गरिरहनु भएको थियो, यहाँभन्दा नेपालमा अझै बेसी राम्रो गर्नुभएको थियो। सो हजुरले मलाई आज ओसाकाबाट दाजुलाई भेट्न भनेर यति टाढासम्म आउनुभयो, त्यसको लागि मेरो तर्फबाट पनि हजुरलाई धेरै धन्यवाद र सम्पूर्ण दर्शकबिनहरू जसले यो भिडियो हेर्नुभएको छ उहाँहरूलाई पनि मेरो तर्फबाट नमन गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। खै त नेपालको सम्झना। ल हेर्नु त यो पार्कमा यसरी हिउँ परेको अवस्था थियो गाइज। हामी तपाईँलाई हिउँ देखाउँदै जानकारीमूलक भिडियो लिएर आएका छौँ गाइज। हाम्रो च्यानललाई सब्सक्राइब गर्न कति पनि अप्ठ्यारो नभनेर सब्सक्राइब गर्नु होला र हामीसँग जोडिनु होला भन्न चाहन्छु। धेरै धन्यवाद।